हेलो फ्रेन्ड्स, सबैलाई गुड मर्निङ, नमस्ते। सेवारो सेवान्ने फ्याफुल्ल अनि झोलले र आज चाहिँ बिहान उठ्ने बित्तिकै अलिकति मुड अफ भयो। किनभनेदेखिको हामीले हप्ताभरि काम गरेर भन्दाखेरि म चाहिँ एउटा टी गार्डन वर्कर हो है। हामीले हप्ताभरि काम गरेर सन्डेको दिन एक दिन छुट्टी पाउँछौँ र आज चाहिँ हामी राइमाटाङ माउन्टेन भ्यू जाने हाम्रो अस्तिदेखिको सल्लाह चलिरहेको थियो। तर बिहान अहिले उठेर हेर्दा त खरानीको डल्लै भयो साथी हो। यस्तो पानी परिरहेको छ हो। बिहान 6 बजीतिर उठेको, उठेर बाहिर निस्किँदाखेरि एकदमै मनै टुट्यो क्या। पुरै निराशजनक बनायो मेरो आजको बिहानी यो पानीले गर्दाखेरि। कहाँ जान्छु, राइमाटाङ डिपु गएर कतिवटा चिजहरू त्यहाँको एक्सप्लोर गर्छु भनेर के सोचेको थियो, तर सबै चकनाचुर भयो चाहिँ। यो पानी रोकिने नामै लिएको छैन। अब यो पानी कति बेला रोकिन्छ, खोइ यो जुन पाराले यो पानी पर्दैछ रोकिन्छ जस्तो त एकदमै लागेको छ। हेर्नुहोस् है साथी हो, पानी चाहिँ यसरी परिरहेछ। अब यो जुन किसिमले यो पानी पर्दैछ, तपाईँलाई के लाग्छ यो पानी रोकिन्छ होला? हेर्नुहोस् है, झर 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 परिरहेको छ। त्यो गाना छ नि एउटा, झर 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 झर्ने भन्ने। अब त्यहाँ चाहिँ झर्नाको पानी भन्छ, यहाँ चाहिँ अब यसरी झर 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 झरी परिरहेको छ यो। अब यो खालको पानी चाहिँ छिटो चाहिँ रोकिँदैन भन्छ हो। अब बिहान 6 बजी उठेकोदेखिको अब अहिले के अरे 8 साढे 8 बजिसक्यो, यत्तिकै परिरहेको छ यो पानी, रोकिनेको नामै लिएको छैन। र साथी यो पानी चाहिँ अब नरोकिने रहेछ कि। अब हामीले चाहिँ डिसाइड गऱ्यो, अब हामी चाहिँ आजको यो जुन चाहिँ यो प्रोग्राम थियो यो त क्यान्सल भयो जुन चाहिँ राइमाटाङ माउन्टेन भ्यू जाने। किनभने यो पानीमा जानु किन पोसिबल छैन। त्यहाँनिर एउटा जुन चाहिँ राइमाटाङ खोला भन्ने छ, त्यो खोला चाहिँ यति बेला बढेर यति बेला उफानमा पुगिसक्यो होला र आज पोसिबल छैन, कुनै दिन जाउँ ल। र अब हामी चाहिँ हाम्रो माथि बस्तीमा बारी छ र हामी चाहिँ अब बुढाबुढी हिँड्दै हिँड्दै जाने, बाइकमा जानु पनि अब सबै भिज्ला, हिँड्दै हिँड्दै जाने, गएर त्यहाँनिर बारीहरू कस्तो छ के छ त्यहाँनिर हेरचाह पनि अलिकति हुन्छ, त्यो गरेर चाहिँ अब हामी आउँछौँ ल। अब मेरो बुढी पनि रेडी भइसक्यो, अब हामी लाग्नेछौँ त। अब बारीतिर जाउँ भनेको, लिपस्टिक लगाएर छैन होइन हेरेर राम्रो भएर केही छैन नि, यस्तै हुन्छ छोरी मान्छे। हामी जस्तो कहाँ हो, हामी भनेको छोरा मान्छे भनेको ल्याङफ्याङै मूर्खै हिँड्ने हो क्या। ल आज चाहिँ बुढाबुढीको दह्रो हिँडाइ चम्किँदैछ है पानीमा। अब बाइकमा जाउँ भने पनि मिलेन, सबै भिजिहाल्छ। हिँड्नु मजा लाग्दैछ, दुख्छ त अन्त, हिँड्ने बानी छैन। आज हिँडाइ दह्रो चम्किँदैछ बुढाबुढी। न साथी हो, बारी पनि आइपुग्यो। लु निकै टाढो छ बारी चाहिँ हाम्रो घरदेखिको। यहाँ बारी आइपुग्दाखेरि चाहिँ पानी पनि रोक्यो। लु हेर्नुहोस् है साथीहरू, बारीको हालत चाहिँ यस्तो छ। यहाँ हेर्नुहोस् है, जङ्गल पल्लाएर शेष छ। यो गुवाहरू जुन चाहिँ देख्नु हुँदैछ नि, यो गुवाहरू चाहिँ अस्तिको साल बर्खामा लगाएको थियो। यहाँ हेर्नुहोस् है, बाख्राले शेष, बाख्रा गाई पोसेर शेष। अब के गर्नु, घर टाढो छ, सधैँ दिन डेली आएर हेरचाह गर्नु भ्याइँदैन। यो जङ्गलहरू पनि सबै यो बनमाराहरू चलाइसकेको छ। अब योहरू सबै काट्नुपर्ने। अहिलेसम्म चाहिँ यो बारीमा यति मेहनत गरिसकेँ मैले, 60,000 रुपियाँ पैसा खर्च गरिसकेँ यो बारीमा। 60,000 रुपियाँ पैसा खर्च गरेर चाहिँ यो हेर्नुहोस् है, बारीको अवस्था यस्तो छ। अब हो, घर टाढो छ, के गर्नु, राम्रोसँगले हेरचाह हुँदैन। यो कतिवटा यो 10-15वटा यो गाछहरू चाहिँ अलिक ठुल्ठुलो भइसकेको छ। योहरू चाहिँ अब जागेको भनौँ न।
योहरू चाहिँ जागेर यत्रो ठुल्ठुलो भइसकेको छ। अब यिनीहरूलाई चाहिँ त्यति साह्रो टेन्सन छैन, तर बाँकी यो सानसानो मसिनो गाछहरू यो साह्रो छ हुर्काउनु। यहाँनिर चाहिँ यसरी गाईले बार फोरेछ। अब यहाँनिर चाहिँ यो बारिहाल्नुपर्छ। यो बारेन भने चाहिँ भरे चाहिँ अब पानी पनि रोकिएको छ अहिले, गाई गोरु सबै सट्टाङ यहीँबाट पर्छ। यो चाहिँ बार्नुपर्छ अब। ल हुन्छ, यो अब अहिलेको लागि चाहिँ यो यत्तिकै होस्। र अब भोलितिर चाहिँ हामी यहाँनिर कुकुरीहरू ल्याएर, छुरीहरू ल्याएर, बान्ने डोरीहरू ल्याएर मजाले राम्रो डन्ठाहरू काटेर हाल्नुपर्छ। अब यो चाहिँ यसरी हुँदैन। ल साथी, अब चाहिँ हामी घर जान्छौँ, घरतिर लाग्नेछु। अब पानी पनि रोकिएको छ। अब घरमा गएर चाहिँ यसो फ्रेस भएर यसो बजारतिर जानुपर्ने कतिवटा कामहरू छ। ल साथी हो, ल अब अर्को भिडियोमा भेट्नुपर्छ। ल अहिलेको लागि चाहिँ यो भिडियोलाई म यहीँ समाप्त गर्दैछु। र साथी हो, नबिर्सिकन तपाईँलाई रिक्वेस्ट छ, लाइक, सेयर, कमेन्ट अनि फलो गरिदिनु चाहिँ नभुलिदिनु होला। बाई।